माछा गाइजहरु माछा परो है ल हेर्नु माछा कत्रो कत्रो छ गाइजहरु माछा है यो नाइट टाइममा माछा हामीले हल्का हन्टिङ गर्दै छौँ फिसिङ हन्टिङ भइरहेछ हैन यो चाहिँ अब यो सानो समुद्रको माछा हो ल हेर्नु ल फेरि पनि आयो के आएन माछा चाहिँ ल हाम्रो भाइ एकदम हन्टिङ गर्ने माछा चाहिँ अब हेरौँ यहाँ माछाको फेरि पनि एकपटक चमत्कार गाइजहरु हैन तपाईहरुलाई पनि यसो खान मन लागेमा सम्पर्क गर्नु होला ल हेर्नुस् ल फेरि आएछ है सानो आयो अहिले ल हेर्नु यसरी माछा चाहिँ मार्नुपर्छ है गाइजहरु यो तरिकाले माछा खान्छु भनेर मात्रै हुँदैन यसको पनि तरिका हुनुपर्छ के कसरी मार्ने कता गयो ए यहाँ रहेछ ल बिरालो पनि खानुहोस् तपाईँ पनि जिन्दगीमा रमाइलो गर्नुपर्छ तिमीले पनि नेपाली खानामा यो भाइ माछा चाहिँ यो कुन कतिको यो क्वालिटीमा पर्छ भाइ यो माछा त्यसलाई यो तेलापिया भन्छ हैन यहाँ मलेसियाको त अलि सस्तै माछा हो तर यो बङ्गलादेशतिर चाहिँ यो फेरि खतरा नम्बर 1 महँगो माछा हो तर टेस्टी हुन्छ है माछा यो टेस्टी फेरि साह्रै टेस्टी हुन्छ नि दाजु कतिचोटि त खाइयो नि हैन र खाइयो त्यही त म अरू भन्दा नि यसमा चाहिँ अब हाड चाहिँ हुने रहेछ तर जस तर यसलाई चाहिँ चाट्ट पारेर फ्राई गरेर काँडा पनि पुरै झुरुम हुने गरी फ्राई गर्यो भने है दामी हुन्छ क्या खानु ल यो पोखरीमा जहिले पनि हामीले 4-5 किलो माछा चाहिँ मारिरहेका छौँ हाम्रो भाइले अनि हामी चाहिँ भनेको टक्क बनाउने ठक्क जालको पनि छ जाल चाहिँ अब आज चाहिँ जाल चाहिँ कहिलेतिर बनाउने हान्ने भाइ हामीले अब जाल अब भोलितिर यसो फुर्सद मिलाएर ट्याक्क जाल बनाउने अनि त्यसपछि अनि फेरि एउटा भिडियो यसलाई अपलोड गर्नुपर्छ क्या हो जाल हानेको चाहिँ एकदम दामी बनाउनुपर्छ है हामीले हस् छोटो भिडियो बनाउँदै मैले यहाँ चाहिँ अब एउटा माछा चाहिँ तपाईहरुलाई मारेर देखाउन चाहन्छु अब हेर्नुस् माछा चाहिँ कस्तो खालको निक्लिरहेको रहेछ भने धेरै प्रकारको छ माछा यो पोखरीको छाना चाहिँ यो माछा चाहिँ एकदम स्वादिष्ट खालको माछा हो तर यहाँको मान्छेहरू प्राय त्यति अल्छे हुन्छ र त्यति साह्रो माछामा